दबाई मात्र रखियो भो। अब पुरानो अनुहार चाहिँदैन हामीलाई, पुरानो सत्ता पनि चाहिँदैन। अब हामीलाई त यसै देशमा आफ्नो सुरक्षित भविष्य चाहिन्छ र यसै देशमा केही गर्न सक्ने हामीलाई सुरक्षित भविष्य चाहिएको छ हो। अब हामी चुप बस्दैनौँ। हामीले भन्छ यो आन्दोलन बेकार छ सायद होला, तर चुप बस्नु पनि अब ठीक हुँदैन। चुप बस्दा बस्दा धेरै भइसक्यो, हामी धेरै सहिष्णु भन्छन् भने हो, यो हाम्रो पुस्ताको आवाज हो, यो आन्दोलनै हो। तर हामी अब पछि हट्दैनौँ, हामी अघि बढ्नुपर्छ साथीहरू। हाम्रो जित अवश्य छ हो साथीहरू, हाम्रो जित अवश्य हुन्छ। अगाडि बढ्नु साथीहरू, हामी सबैलाई साथ दिनुपर्छ। साथीहरू हेर्नुहोस्, आन्दोलन हुँदैछ, सब साथ दिइरहेका छन्, हामी पछि हट्नु हुँदैन। हो, गोलीको आवाज आउन थाल्यो, उनीहरू डराइसकेका छन् साथीहरू। हामीलाई गोली लाग्न सक्छ, तर हामी डराउनु हुँदैन। बस्नु साथीहरू, बस्नु साथीहरू। साथी मलाई केही भए पनि तपाईँहरू नमान्नु साथीहरू। Thank you. Amazing act by Mrs. Sangeeta Pokhrel. That's a very impactful act. That's a very impactful act. Now we have our contestant number 19, Sharda Lamichhane. Let's have a huge round of applause for Mrs. Sharda Lamichhane. Second church representing Muslim folk in Sharda Lamichhane सम्पूर्ण जजहरूलाई हार्दिक अभिवादन। आज चाहिँ मेरो एक्टिभिटी देखाउनु पर्दा मैले चाहिँ हाम्रो क्रिस्चियन समुदायमा प्रचलित हेलोइन मेकअपको इल्युजन मेकअपको थोरै प्रयास गरेको छु। यसमा चाहिँ जुन मास्कको रूपमा देखाइएको छ, यो चाहिँ क्रिस्चियन समुदायमा एकदम प्रचलित छ, जुन अक्टोबर 31 तारिकमा हेलोइन नामले प्रचलित छ, जसको सुरुवात आयरल्यान्डबाट भएको थियो। आयरल्यान्डमा जाडो मौसमको सुरुवात सँगसँगै आगो बाल्दै नयाँ बाली भित्र्याउने क्रममा अनि भूत प्रेतहरूलाई भगाउने चाड जुन पर्वको रूपमा मनाउने गरिन्छ। र त्यो अवस्थामा त्यहाँका बालबालिकाले त्यहाँको विभिन्न कस्ट्युमहरू, रोक्सी, भूत प्रेत अनि त्यसको मेकअपहरू गर्दै त्यसको हेलोइनको मनाउने गर्दछ। अनि त्यही अनुसार कस्ट्युमहरू पनि थ्याङ्क यू सो मच। मास्क हो, अगाडि बढो सर। हुन्छ, थ्याङ्क यू सर। हेलो, नमस्ते सर। होइन, यहाँको फ्रेन्ड हो, मेरो साथी हो, त्यही भएर आफूलाई गर्छु भने मिलेन, त्यही भएर म्यामले मिलाइदिनु भयो। म आफू ब्ल्याक कस्ट्युममा आएको थिएँ, जुन ब्ल्याक ड्रेसमा हुन्थ्यो, त्यही भएर अलिकति हिजो स्याटरडेको फिक्स थियो, त्यसैले मिलेको थियो, तर आजको लागि अलिक मिल्न सकेन। त्यसको लागि थ्याङ्क यू सो मच। थ्याङ्क यू। Great job, Mrs. Sharda Lamichhane ji.
Now we will be requesting our contestant number 2, who was busy making flowers in the backstage. Contestant number 2, Mrs. Alina Basnet, with her flower making. Let's have a huge round of applause for her. सबैभन्दा पहिला त यहाँनिर उपस्थित भइबसेको जजहरूको मेरो नमस्कार। म एलिना बस्नेत, सगुन ज्वेलर्स प्रेजेन्स मिसेस भोग नेपाल कन्टेस्टेन्ट नम्बर 2 र आज चाहिँ मैले यो पेपर फ्लावर बनाएको छु र बनाउन गइरहेको छु र आशा गर्दछु कि हजुरहरूलाई पनि मनपर्छ होला भनेर। थ्याङ्क यू। महिना बल्ल बल्ल गए जब
Such a beautiful presentation by Mrs. Alina Basnet. Let's have a huge round of applause for Alina Basnet. Thank you so much, Alina ji. Now we have our contestant number 8. Contestant number 8. Mrs. Menuka Kharka, who is presenting a self-made outfit presentation. Let's have a huge round of applause for Mrs. Menuka Kharka. नमस्कार सबैजनालाई सकुन्जेलस प्लेजस मिसेस भग नेपाल सोसाइटीको कन्टेस्टेन्ट नम्बर 8 म मेनुका खड्का आज हजुरहरूलाई चाहिँ मैले देखाउन गइरहेको यो जुन मैले लगाएको ड्रेस छ यो ड्रेस चाहिँ मैले हजुरहरूलाई कटिङ गरेर देखाउन गइरहेको छु म सुरु गर्छु
हेलो हजुर, मैले यो गाउन कटिङ गरेको छु। मैले यो अहिले चाहिँ जुन बाहिरको यो फेब्रिकमा मात्रै कटिङ गरेँ। मैले यो भित्रीहरू चाहिँ मैले अघि त्यहाँ बस्दा कटिङ गरेको थिएँ। यसमा चाहिँ हजुर, मैले चाहिँ यसमा आठ गरेर यसरी प्यानलवाला कटिङ गरेको छु। यसलाई चाहिँ अब हामीले यहाँबाट सिलाउनु पर्ने हुन्छ। यो सिलाएपछि चाहिँ यो भित्री यस्तो हो, यो भित्रीमा जोड्नु पर्ने हुन्छ। मैले भित्री चाहिँ 5 मिटरको गरेको छु। गाउनको कपडा पनि 5 मिटरमा मैले कटिङ गरेको छु। यसमा कटिङ गरेर यो प्यानलवाला जोडिसकेपछि चाहिँ यस्तो गाउन बन्छ तलको। अनि यसमा मैले ब्लाउजको चाहिँ नेक यस्तो डिजाइनमा राखेको छु। यो अगाडिको चाहिँ मैले भीमा गरेँ, पछाडि चाहिँ गोलो गरेँ। मैले भीमा गर्नुको कारण चाहिँ यो भी नेकले चाहिँ हामीलाई होचोलाई पनि हल्का राम्रो देखाउँछ अग्लो, र फेस गोलो हुनेहरूको लागि पनि यसले राम्रो देखाउनु भएको भएर चाहिँ मैले भी नेकमा यो रेडी गरेको छु। पछाडिको गला चाहिँ मैले 10 खोलेर मैले कटिङ गरेको छु। यति भयो भने चाहिँ 10मा चाहिँ सबै नर्मल मान्छेहरूलाई पनि राम्रो देखिने भएको कारणले गरेर चाहिँ मैले ठिकै खालको गला मैले कटिङ गरेको छु। र यसलाई हामीले यहाँनिर सबै गाउनको यसमा कटिङ सिलाएर जोडिसकेपछि चाहिँ यो जुन मैले लगाएको यो ड्रेस छ, यस्तो ड्रेस भन्छ। मैले हजुरहरूलाई यो ड्रेस कटिङ गरेर देखाउनुको कारण चाहिँ मैले यो 10 वर्षदेखिको गर्दै आएको मेरो आफ्नो अनुभव भएर हजुरहरूलाई मैले यो ड्रेस कटिङ गरेर देखाउन गएको छु। यो ड्रेस पनि जोडेको छैन। हजुर, यो पनि म आफूले बनाएको ड्रेस हो। अनि त्यही भएर मैले हजुरहरूलाई पनि यही नै ड्रेस कटिङ गरेर देखाइराखेको। सिलाउँदाखेरि चाहिँ सेम नै यही भन्छ। Thank you. Great job, Inuka ji. Now let's welcome our contestant number 20, Mrs. Shrinu Shrestha. Let's welcome our contestant number 20, Mrs. Shrinu Shrestha. Namaste to respected judges and namaste to all present here. First of all, I would like to introduce myself. My name is Shrinu Shrestha. I am 45 years old. I live in Imadol with my family. They are my greatest strength. I have done Master in Business Studies. I have over 20 years of experience in the field of procurement, logistics and administration. Likewise, I have 25 years of experience in the meditation. I practice heartfulness meditation and I'm also a heartfulness trainer. Today, I'm here to present on what is meditation, why to meditate, and what is heartfulness all about. So, let me start. So meditation is a process of continuously thinking on one thought or object for a period of time continuously.
मेडिटेसन भनेको चाहिँ एउटा टेक्निक हो जसले चाहिँ हाम्रो लाइफलाई चाहिँ ब्यालेन्स गर्छ। मेडिटेसनले चाहिँ हाम्रो माइन्डलाई काम गर्छ, हार्टलाई कम्प्यासनेट गर्छ र हाम्रो इनर क्वालिटिजहरूलाई चाहिँ बढाउनलाई चाहिँ मद्दत गर्छ। नेक्स्ट, सो वाइ टु मेडिटेट? So I'm just waiting for the next slide. Excuse me, I'll just go back to the stage. I'll just come fixing this. त्यस्तै कालोमा लाउने कालो छैन You just show me when I'm ready. कालो केही छैन त्यसमा छ भएछ होइन होइन अलिअलि यो क्रिम लाउने हो यो सेतो ठुलो बट्टाए Please next slide. So हामीले चाहिँ मेडिटेसन गर्न किन इम्पोर्टेन्ट छ त? किनभने अहिलेको जीवनमा वर्ल्डमा चाहिँ स्ट्रेसले चाहिँ भरिएको छ। सो हाम्रो चाहिँ स्ट्रेसहरू एम्बिसनको कारणले पनि हुनसक्छ। जस्तो हामीले चाहिँ अफिसमा चाहिँ काम गर्छौँ, तर अफिसमा काम गर्दाखेरि चाहिँ एम्प्लोयरहरू चाहिँ कम हुन्छ र उनीहरूलाई चाहिँ सर्ट डेडलाइन्समा चाहिँ काम सघाउनु पर्ने हुन्छ। सो स्ट्रेस क्रिएट गर्छ जसले त्यसै गरिकन चाहिँ हाम्रो पियर प्रेसर्सहरू सोसाइटीमा बस्दाखेरि चाहिँ हाम्रो नेबर्सले चाहिँ अब जस्तो घर बनाउनु भयो अथवा कलर गर्नुभयो भने चाहिँ हामीलाई पनि त्यो प्रेसर पर्छ, हामीले पनि राम्रो गर्नको लागि र गर्न सकेनौँ भने चाहिँ हामीलाई स्ट्रेस हुनसक्छ। र त्यसै गरिकन त्यो इन्भाइरोमेन्टले पनि हामीलाई चाहिँ असर गरिरहेको हुन्छ। जस्तो हामी कतै टाइममा पुग्नुपर्छ तर ट्राफिक जाममा जति अगाडि हामी गए तापनि हामीले चाहिँ टाइममा पुग्न सकेन भने हामीलाई स्ट्रेस फिल हुन्छ। त्यसै गरिकन चाहिँ सल्युसनले पनि हामीलाई स्ट्रेस गर्छ र हाम्रो यो पर्सनल लाइफमा चाहिँ हामीले आफूलाई चाहिँ टाइम दिन नसकिरहेको हुन्छ किनभने हामी भौतिक जीवनमा नै हामी धेरै चाहिँ दौडिरहेको हुन्छ। त्यही भएर चाहिँ विभिन्न कारणको स्ट्रेसले गर्दाखेरि चाहिँ हामीले मेडिटेसन गर्नु चाहिँ अति आवश्यकता छ। So effect of stress. So stress physically बाट हेर्दाखेरि चाहिँ हामीले स्ट्रेस भयो भने चाहिँ वेट गेन गर्छ, कसैले चाहिँ वेट लस गर्नुहुन्छ। त्यसै गरिकन चाहिँ हेयर चाहिँ लस हुन्छ हाम्रो। सो हार्ट पाल्पिटेसन पनि बढ्दै जान्छ अनि हाम्रो हाई ब्लड प्रेसरको चान्सेसहरू पनि हाई हुन्छ। त्यसै गरी इमोसनली चाहिँ हामीलाई चाहिँ एन्जाइटी हुनसक्छ, सो फियर हुनसक्छ। तर हाम्रो यो चाहिँ यो स्ट्रेस चाहिँ बढ्दै गयो भने चाहिँ हामीलाई चाहिँ डिप्रेसनको स्टेजमा पनि पुर्याउँछ र हामीले चाहिँ त्यो कोप अप गर्नको लागि चाहिँ हाम्रो स्मोकिङ ह्याबिट्स, अल्कोहल इन्टेकहरू चाहिँ बढ्दै जान सक्छ। सो यो रिजनहरूले चाहिँ हामीले मेडिटेसन चाहिँ गर्न आवश्यकता छ र हामीले यो मेडिटेसन गऱ्यो भने चाहिँ हामीले लाइफलाई चाहिँ ब्यालेन्स गरेर अगाडि ल्याउन सक्छौँ। सो नेक्स्ट स्लाइड प्लिज। सो मैले यहाँ एउटा एक्जाम्पल चाहिँ बर्डको लिएको छु, जसरी चाहिँ बर्डले चाहिँ आफ्नो विङ्सलाई ब्यालेन्स गरेर चाहिँ उहाँ चराहरू चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्नुहुन्छ। त्यसै गरी ह्युमनले पनि हाम्रो मटेरियलिस्टिक लाइफ र स्पिरिचुअल लाइफलाई चाहिँ ब्यालेन्स गऱ्यो भने चाहिँ हामी पनि आफ्नो डेस्टिनेसनमा चाहिँ हामी पुग्न सक्छौँ। अर्को एक्जाम्पल चाहिँ मैले ट्रीलाई लिएको छौँ। ट्रीको रुटलाई हामीले जति पोषण दियो राम्रोसँग उति नै आउटर ग्रो हुन्छ। त्यसै गरिकन चाहिँ हामीले हाम्रो इनर क्वालिटिजहरूलाई ध्यान दिएर चाहिँ हामीले त्यसमा काम गऱ्यो भने हामीले पनि आउटर ग्रोथ गर्न सक्छौँ। सो मेडिटेसन यो रिजनहरूले चाहिँ इम्पोर्टेन्ट छ। नेक्स्ट स्लाइड प्लिज। नेक्स्ट स्लाइड। सो बेनिफिट्स अफ मेडिटेसन। मेडिटेसनको चाहिँ बेनिफिट्सहरू हामीले प्रोफेसनली फिल गर्छौँ र प्रोफेसनली पनि छ।
सो पर्सनल बेनिफिटमा चाहिँ हामीले चाहिँ हाम्रो चाहिँ इनर पिस बढ्दै जान्छ अनि हाम्रो थटमा चाहिँ क्ल्यारिटी आउँछ अनि इनर ट्रान्सफर्मेसन हुन्छ र पोजिटिभिटीमा चाहिँ हाम्रो बढ्दै जान्छ त्यसै गरिकन अर्गनाइजेसनमा चाहिँ हामी टिम वर्क गर्नुपर्ने हुन्छ हाम्रो टिमसँग चाहिँ हामीले राम्रोसँग कोअर्डिनेट गरेर काम गर्न सक्छौँ हाम्रो पर्फर्मेन्सहरू पनि बढ्छ हाम्रो फोकस चाहिँ ग्रेटर हुन्छ र हामीले क्वालिटी वर्कहरू हामीले दिन सक्छौँ त्यसै गरेर यसको कमन बेनिफिट्स भनेको चाहिँ इनर वेलनेस प्रोडक्टिभिटी इफेक्टिभनेस स्ट्रेसलाई म्यानेजमेन्ट गर्छ एम्प्याथी बढाउँछ र वर्क लाइफ ब्यालेन्स गर्न सक्छौँ हामीले So next slide please. So I'm in heartfulness meditation. So I'm going to talk about what is heartfulness meditation. So heartful meditation भनेको एउटा सिम्पल प्र्याक्टिस हो जुन चाहिँ हामीले हार्ट टु हार्ट कनेक्सन गरेर गर्छौँ यो हार्टफुल मेडिटेसनले चाहिँ हामीलाई लाइटनेस दिन्छ जोय दिन्छ बिकज वी गो इनसाइड आवर हार्ट र हाम्रो यो इनर ट्रान्सफर्मेसन पनि गर्छ सो हार्टफुलनेस भनेको चाहिँ एउटा हार्ट बेस्ड मेडिटेसन हो अनि यो चाहिँ मेडिटेसन चाहिँ यो राजा योगामा पर्छ यो चाहिँ हाम्रो डेली मोडर्न लाइफलाई चाहिँ हेरेर चाहिँ यसले चाहिँ यो हार्टफुलनेसले चाहिँ मेडिटेसन प्र्याक्टिस बनाएको यसमा चाहिँ प्रार्थना हुँदै भनेको चाहिँ यो चाहिँ ट्रान्समिसन जस्तो हार्ट टु हार्ट कनेक्सन गरेर चाहिँ हामीले कनेक्ट गर्छौँ जस्तो थट पावर इज भेरी स्ट्रङ भनेको जस्तो थट मैले कसैको बारेमा राम्रो सोचिरहेको छु भने चाहिँ त्यो थट चाहिँ त्यो पर्सनकोमा पनि गएर चाहिँ उसले त्यो कनेक्ट गरिरहेको हुन्छ त्यसरी नै ट्रान्समिसनले चाहिँ हार्ट टु हार्ट कनेक्सन गर्छ सो हार्टफुलनेस प्र्याक्टिस चाहिँ हाम्रो फ्री अफ चार्ज छ हामीले हार्टफुलनेस मेडिटेसन लिनुको लागि चाहिँ 3वटा सेसन लिनुपर्ने हुन्छ इट लास्ट फर 30 to 45 minutes so if anybody is interested I'm available for giving a meditation thank you so much so Saul has one question So thank you so much for this. It was Thank you really so much. very informative. I also tried to meditate like a few months back, but you know when I tried it, my wife does the meditation every day. But when I tried it, like when I close my eyes, the things I do generally from morning to evening keeps on coming in my mind. How can I like erase that? Because you know I can't meditate. If I do, it like keeps on coming in my mind. So how do I stop that? So मेडिटेसन गर्दाखेरि चाहिँ अब त्यस्तो थट्सहरू आयो भने चाहिँ हामीले माइन्डलाई चाहिँ डिसिप्लिन गर्नुको लागि चाहिँ माइन्डलाई चाहिँ हामीले रिमाइन्ड गर्नुपर्छ म चाहिँ मेडिटेसन गरिरहेको छु इन माई हार्ट भनेर 1:30 सो तपाईँले चाहिँ त्यो जुन थट्सहरू आउँछ त्यसलाई चाहिँ अनइन्भाइटेड गेस्ट जस्तो ट्रिट गर्नुपर्छ हामीले चाहिँ यो त अनअभोइडेबली आएको गर्छ तर त्यसलाई चाहिँ हामीले ध्यान गर्दैनौँ हामीले चाहिँ माइन्डलाई चाहिँ हार्टतिर फोकस गर्ने अनि माइन्डलाई चाहिँ के गर्नु पऱ्यो भने आम मेडिटेटिङ अन माई हार्ट भनेर माइन्डलाई चाहिँ हामीले इन्स्ट्रक्ट गर्नु पऱ्यो अनि सो द्याट माइन्डले चाहिँ हार्टतिर कनेक्ट हुन्छ कति दिन लाग्छ त्यो गर्नु यो गर्नको लागि चाहिँ प्र्याक्टिस जस्तो हजुरले आज 2 मिनट गर्नुभयो 5 मिनट्स 10 मिनट्स बिस्तारै गर्नु लागि अटोमेटिकली यो श्रेयस राणा you know श्रेयस राणा भन्ने एकजनाले गराउनुहुन्छ I tried like 21 days but it didn't work actually त्यसको लागि त जस्तो यो हार्टफुलनेस मेडिटेसनको चाहिँ म ट्रेनर पनि हो हजुरले चाहिँ एकचोटि मलाई कन्ट्याक्ट गरेर हजुरले चाहिँ ध्यान दिनुहोस् सो यो माइन्डको काम भनेको चाहिँ थिङ्क गर्ने हो 24 आवर्स नै थिङ्क गरिरहेको हुन्छ तर मेडिटेसन गर्ने टाइममा चाहिँ हामीले माइन्डलाई चाहिँ रेगुलेट गरेर उसलाई चाहिँ हार्टमा फोकस गराउँछौँ सो तपाईँले चाहिँ त्यो थट आयो भने नसोच्नु थट्समा जस्ट हजुरको अटेन्सन चाहिँ हार्टमा हुनुपर्छ I'll contact you again. थ्याङ्क यू Thank you very much. मेरो क्वेसन चाहिँ जस्तो मेडिटेसन भनेपछि जस्तो कसैलाई एङ्जाइटी छ जस्तो तपाईँले अघि भन्नुभयो नि त होइन सो लट्स अफ पिपल हेभ एङ्जाइटी स्ट्रेसहरू छ कतिजनाको अब हिस्ट्रीहरू होला होइन त्यस्तो ट्रोमेटिक हिस्ट्रीहरू
So in that case, तपाईँको मेडिटेसन स्टार्ट गर्नको लागि चाहिँ आई एम नट टु यसमा मलाई त्यति आइडिया छैन. आई डोन्ट डु मेडिटेसन एक्चुली. नो पेसेन्स तर आई वान्ट टु ट्राई. कसैलाई ट्रमेटिक पास्टहरू छ र उहाँले भन्नुभएको जस्तै कि मेडिटेसन गर्न बस्यो बट देन द थट्स आर कमिङ होइन, इट किप्स कमिङ. सो त्यसमा चाहिँ लाइक मैले एउटामा चाहिँ देखेको थिएँ, फर्स्ट यु हेभ टु लेट इट आउट वाट एभर यु हेभ इनसाइड, लाइक एङ्गर, स्ट्रेस, जेलसी होइन, जति पनि चिज छ नि फर्स्ट चाहिँ यु हेभ टु लेट इट आउट होइन. क्लियर हुनु पऱ्यो, तपाईँ एम्टी हुनु पऱ्यो, एन्ड देन ओन्ली यु क्यान डु द मेडिटेसन. त्यो चाहिँ मैले आई जस्ट स इन सम रिल्स होइन. सो त्यो कतिको ट्रुथ हो, किनभने आई थिङ्क मेडिटेसन गर्छु भनेर बस्ने बित्तिकै लट्स अफ पिपल कान्ट डु द्याट होइन. जसको चाहिँ अब ट्रमेटिक पास छ उसलाई त इट्स नट इभन पोसिबल कि तपाईँलाई प्रब्लली यस इट टेक्स डिसिप्लिन एन्ड लट्स अफ टाइम होइन. तर मैले सोध्न खोजेको चाहिँ बिफोर द मेडिटेसन इज इट इम्पोर्टेन्ट टु लेट इट आउट इन सम अदर वेज. सो तपाईँ फुल्ली एम्टी भइसक्यो, न्युट्रल भइसकेपछि देन यु क्यान डु द मेडिटेसन. अथवा तपाईँ मेडिटेसन गर्छु भनेर आफ्टर सम टाइम चाहिँ यु क्यान डिसिप्लिन गर्न सकिन्छ कि हाउ डज इट गो? यो चाहिँ मेडिटेसन प्र्याक्टिसले चाहिँ हामीले माइन्डलाई रेगुलेट गर्छ र जुन हाम्रो त्यो भित्रको कुराहरू छ एन्जाइटी, फियर होइन, जे जति छ त्यो चाहिँ लेट गो, सबै आउनु दिने, त्यो बाहिर आएको भनेको नि त्यो जान दिने हो नि त हामीले. सो मेडिटेसन प्र्याक्टिस गर्दै त्यो कुराहरू पनि हजुरको बिस्तारै हुँदै जान्छ. सो मेडिटेसनमा चाहिँ लाइक लेट गो भन्दाखेरि कस्तो, यु विल बी लाइक शाउटिङ, क्राइङ, येलिङ आउट, यु जस्ट डु द मेडिटेसन? We just do the meditation. त्यसबाट नै यु रेगुलेट. हाम्रो बेस्ट पार्ट इन आवर हार्टफुलनेस इज क्लिनिङ. जसरी हामीले बडीलाई चाहिँ क्लिन गर्छौँ नुहाएर, बाथ लिएर, त्यसरी नै हामीले चाहिँ हार्टलाई चाहिँ क्लिन गर्न सक्छौँ. We have a process like all our impurities, complexities, grossness are going out from the entire back in the form of paper. भनेर हामीले चाहिँ त्यसलाई पठाउँछौँ. And after some time, like we feel very light, and in that case, like we feel the grace of God. So that is how we clean our heart. So heart like clean गरेपछि like we become purer. Complexity becomes simpler. Yes. And your hearts are porridge also. Thank you. Thank you to all. Thank you so much, Srini ji. अब हामी हाम्रो कार्यक्रमको अलमोस्ट एन्डमा आइसकेको छ. This is our second last performance from our contestant number 21, Mrs. Tara Katwal Basnet. She will be performing a dance for us. Let's have a huge round of applause for Mrs. Tara